मात्र 6 लाख आनाले त्यो पनि 10 लाखको जग्गा है कम्पनी रेट 10 लाख यो फिल्ड फिनिसिङ भइसकेपछि 10 लाख हुन्छ। अहिले आनाको 6 लाखले प्री बुकिङ गर्नुभएको छ है। त्यो पनि लगभग 100 वटा जति टुकुरा त बिक्री भइसकेको छ। अब यहाँ हाम्रो सर हुनुहुन्छ, उहाँसँग सबै जानकारी लिनेछु है त। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ सर? एकदम आरामै। यस्तो राम्रो प्लटिङ गर्नुभएको छ, कति रो बनेको हो सर यो ठ्याक्कै भनिदिनुस् त। यो अहिले हाम्रो ठ्याक्कै कम्पाउन्ड हानेको चाहिँ अब 200 रोपनी हो हैन। हजुर हजुर। अब जग्गा त 500 रोपनी चान्चुनको कलेक्सन छ हाम्रो। ए हजुर हजुर। ओहो। 200 रोपनीको चाहिँ अहिले भट्टाभट काम भइरहेछ। अब काम हुँदैछ। हजुर हजुर। आधी त किताकाट गरेर पास पनि गरेर दिइसक्यौँ। ए किताकाट गरेर पास पनि गरिदिइसक्नु भएको हजुर छ। गरिदिइसक्यौँ। अब यो बक्सको काम र वालको कामहरू धम्माधम हुँदैछ हाम्रो। ल ठिक छ। अब कति कति आनाको टुकुराहरू छ यो जग्गामा? ठ्याक्कै हाम्रो चाहिँ अहिले 3.5 आनादेखि माथि जति पनि 4 आना 5 आना 10 आना अब 1 रोपनीसम्म पनि। सुविधाहरू के छ सर? सुविधा हाम्रो बाटो 20 फिट, हजुर हजुर। बत्तीको पोल, हजुर, ढल, हजुर। खानेपानी सुविधा, हजुर हजुर। बाटो पिच। बाटो पिच नै हुन्छ। हजुर। अब यो टुरिज्म एरिया भने जस्तो पनि लाग्यो मलाई। के टुरिज्म छ त्यो पनि भनिदिनुस् न। टुरिज्म एरिया पनि हो यो। अब यो 5 स्टार रिसोर्ट सँगै छ, सँगै जोड्दै जग्गासँगै जोडिएको। हजुर हजुर। अब अरनिको राजमार्ग देखि हाइवेबाट नजिकै। नजिकै जम्मा 10 मिनेटमा यही आइपुग्ने जग्गामा ठाउँमा, आइपुगिन्छ। जग्गामै। हजुर। अनि यो हाइटमा रहेको हुँदा भ्यू पनि मजाले हेर्न सकिन्छ। एकदम यहाँ हिमालको भ्यूदेखि लिएर तपाईँको भक्तपुर, बनिपा, पनौती सबैको सबै भ्यू पनि देखिन बिहानदेखि सक्ने। बेलुकासम्म घाम लाग्ने। हजुर। बिहान झुल्केदेखि बेलुका अस्ताउनेसम्म यो सम्म फाँटमा। अब यहाँ पुर्वा छैन, खोला नाला केही छैन। हजुर हजुर। एकदम दामी ठाउँमा तपाईँको बारी हो यो। बारीलाई हामीले काटेर एकदम सम्म बनाएको छ। हजुर अब हजुर। यसलाई सुविधा सम्पन्न बनाएपछि एकदम भने जस्तो धेरै राम्रो हुन्छ यहाँ। अनि ठ्याक्कै मूल्य भनिदिनुस् न, कम्पनी रेट कति अहिले कतिमा दिँदै हुनुहुन्छ? अब हाम्रो ठ्याक्कै अब यो सबै तयारी हुँदाखेरि त तपाईँको आनाको 10 लाख हो रेट होइन। हजुर हजुर। अब कम्पनी रेट चाहिँ 10 लाख हो। हजुर हजुर। अब हामीले अलि केही टुक्राहरू चाहिँ हजुर सिमेन्ट टुक्राको लागि सिमेन्ट टुक्राको लागि कतिले चाहिँ आनाको 6 लाखमा दिँदैछौँ हामीले अहिले। जम्मा 6 लाख आना दिँदै 6 हुनुहुन्छ? लाख आनाले। हजुर। ल ठिक छ। यो जग्गा लिँदै गर्दा लोनको सुविधा छ कि छैन? लोनको सुविधा पनि छ। हजुर हजुर। तपाईँको अब थोरै पैसा अब 15-20 लाख 10-12 लाख पैसा हुने मान्छेहरूलाई नपुगमा हामीले 40% चान्चुन हामीले लोन पनि लोन मिलाइदिन्छौँ। मिलाइदिनुहुन्छ हजुर। सस्तो ब्याजमा ब्याङ्कदेखि नै। हजुर। अब हामी अन्तिममा छौँ, यसको ठ्याक्कै लोकेसन खुलाइदिनुहोस् न। लोकेसन ठ्याक्कै अरनिको राजमार्ग बनिपा बजार नपुग्दै अलि त्यो अपाङ्ग हस्पिटल। हजुर हजुर। अपाङ्ग हस्पिटल नजिकै हो। हजुर हजुर। अपाङ्ग हस्पिटल हुँदै ठ्याक्कै यहाँ यो चाहिँ नगरपालिका बनेपा नगरपालिका वार्ड नम्बर 12 हजुर हजुर। बाँसडोल नागीडाँडा भन्ने ठाउँ हो। हाइटमा एकदमै मिलेको एयरपोर्ट जस्तो। एकदम एयरपोर्ट जस्तै चट्ट अब छ। यो जग्गामा अहिले लगानी गर्दा पछिको लागि फाइदा हुन्छ कि हुँदैन हैन? यहाँ मैले नजिकै हाउसिङ पनि बन्दैछ भन्ने सुनेको थिएँ। हो, हाउसिङ त्यो नि कुराहरू बन्दैछ। पनि खुलाइदिनुहोस् न। हाउसिङ यहाँ तपाईँको 25 वटा चान्चुनको अब यो बङ्गला स्टाइलको घरहरू बन्दैछ यहाँ होइन। हजुर हजुर। साथमा यहाँ 5 स्टार लेभलको अब रिसोर्ट भइगयो। हजुर हजुर। तपाईँको यहाँनिर त अहिले तपाईँको थोरै पैसा लगानी गरेर चाहिँ 1-2 वर्षमा हजुर। डबल तिर्बलले पनि यहाँ फाइदा लिन सकिने अवसर छ। धेरै राम्रो अवसर। तपाईँको बाटो 20 फिटको भएर अब बाटो पिच, बत्तीको पोल, खानेपानी लाइन लगायतका अब यहाँ 15-20 वटा घर फेरि हामीले यो वालको तत्कालै बन्दैछ कि? तत्कालै बन्दैछ। हजुर हजुर। यो अब एक चरण यो हामीले वालसल टक्क गरिदिइसकेपछि जग्गा पास गरिसकेका छ। हजुर हजुर। घर तत्कालै बन्नेवाला छ। ठ्याक्कै अब प्लटिङ त एकदमै यो फाँट देखेँ मैले आँखाले भ्याउने जति नै हो, है। एकदम फाँट। अनि लगभग कतिवटा जति टुक्रा निस्किन्छ यो जग्गामा? अहिले हाम्रो यो अब यो सिजनमा लगभग 500 वटा टुक्रा अब बिक्रीमा राखेका छौँ अहिलेको लागि। 500 भन्दा माथि नै निस्किन्छ। हजुर। 500 वटा घर भन्दा त यहाँ त पुरै बजार नै हुन्छ त सर। एकदम ठुलो बजार यो त। धेरै हजुर, ठुलो बजार हुन्छ। तपाईँको अब वरिपरि पनि अब पुरानो बस्तीहरू टन्नै छ होइन। हजुर हजुर। भविष्य बोकेको जग्गा चाहिँ एकदम भविष्य तपाईँको हाइवेबाट नजिकै। हजुर हजुर। अब यो रेटमा तपाईँको जानुपर्छ धुलीखेल कटेर। हजुर हजुर। हो। धुलीखेल कटेर उता जाने रेटमा हामीले यतै जग्गा यही दिइरहेको छौँ नजिकै अहिले। दिइरहनु हजुर। भएको छ। ल सर हजुरलाई फेरि पनि एकदमै धन्यवाद दिन चाहे। राम्रो जानकारी राख्नुभयो है। अब ढिला गर्दै नगर्नुहोस् है त। अगाडिपट्टि जग्गाको लागि भन्नु म राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ।